हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज म चाहिँ वाटरफल इको भिलेजमा प्रस्थान गरिसकेँ। आज यहाँको भिजिटको लागि म चाहिँ इको भिलेज प्रवेश गरिसकेको छु। सो यहाँ चाहिँ एकदमै रमाइलो र रमणीय प्राकृतिक सुन्दरताले भरिपूरा छ। यसको लोकेसन चाहिँ पोखरा महानगरपालिका अन्तर्गत भुर्जुङ खोलामा पर्दछ। सो म आज तपाईहरुलाई यहाँको प्राकृतिक सुन्दरता, यहाँको वाटरफल र अहिलेको एकदमै भाइरल प्लेस पिसफुल यहाँहरु आउन चाहनुहुन्छ भने चाहिँ एकदमै वेलकम गर्न चाहन्छु। वाटरफल इको भिलेजमा ग्राहकले डिमान्ड गरे अनुसारको सर्भिसहरु अवेलेबल छ। सो तपाईहरु पनि आउनु होला, मैले पनि टेस्ट गरे। ल है साथीहरु, वाटरफल इको भिलेज भिजिट गर्ने हैन, भिजिट गर्न आउनुहुन्छ भने वेबसाइटमा गएर वाटरफल इको भिलेजमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। सो एकदमै राम्रो छ, एकदमै पिसफुल ठाउँ छ। यहाँ चाहिँ एकदमै आफू रमाउन सक्ने खालको छुट्टै वातावरण छ। अनि इको भिलेजमा टाउट माछाको फार्म पनि हेर्न सक्नुहुन्छ। यहाँहरूले हिमालबाट आएको चिसो पानीबाट सञ्चालन गरेको टाउट माछा एकदमै टेस्टी अनि आज चाहिँ स्पेसली इको भिलेजमा चाहिँ नवाङ कुङ्गा के अरे लामो बिस्ता दाइला चाहिँ स्पेसली थ्याङ्क यू। अनि यस्तो हस्पिटालिटीको लागि म एकदमै धन्यवाद दिन चाहन्छु। अनि आज के खानेकुरा खाएर पाउने हो हेर्नु गाइस। अब घाँस पनि छ, त्यसपछि यसको नाम के अरे मलाई थाहा छैन। यो पोक तावा आज फर्स्ट टाइम खाँदैछु मैले। पोक तावा चाहिँ यो चाहिँ पोक तावा, यो चाहिँ किम्ची, यो चाहिँ लसुन, अनि यो चाहिँ जुस, यो चाहिँ लेटस, यता चाहिँ उहाँहरू बस्नु भएको छ। स्पेशल थ्याङ्क्स फर नवाङ दाइ। वाटरफल इको भिलेज सञ्चालनमा ल्याएर धेरै मान्छेहरूले रोजगार पनि पाएको छ र उहाँ बुद्धिजीवी समाजसेवी पनि हुनुहुन्छ। उहाँलाई धेरै धन्यवाद दिन सबैको श्रेय उहाँलाई जान्छ। र आजको भिडियो के कस्तो लाग्यो सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।